हजुर कस्तो एक्जेक्ट ए जग्गा हस् ल घरमा छैन र त अहिले हजुर हजुर त के छ नि म प्रधान हो प्रधानले ल ल हवस् बहिनी ल ल ल ल लु बाबु उहाँले गर्दाखेरि यहाँ भेट्यो अब यहाँबाट सबै भेट्यो ल नत्र हामी माथि उत्रिन्थ्यौँ स्ट्यान्डमै उत्रिन्थ्यौँ उहाँले गर्दाखेरि यहाँ राम्रै भयो ओ भाइले देखाउने भयो ल यो चाहिँ मोदी गाउँ भन्नुभयो हजुर हस् ल ल हामीले अब फाइनल्ली हाम्रो सिङ्गर वंशहरू पत्ता लाग्यो र अब यहाँ हामी उहाँको घर जाँदैछौँ हाम्रो सिङ्गर वंशको घरमा अब बाँकी कुरा चाहिँ उहीँ घरमै गएर गर्छौँ यो मोदी गाउँ भन्ने ठाउँमा रहेछ हामी अहिले मोदी गाउँमा छौँ मोदी गाउँ इन्डिया यो अम्लिसो बारी बार्नु भएको हजुर यो अम्लिसो बारी बार्नु भएको के गाई बस्तु बाख्राहरू जान्छ भनेर कि ए यता हो हँसाइनु हजुर फाइनली हामी काठमाडौँबाट यहाँ दार्जिलिङ मोदी गाउँमा आएर पनि हामीले सिङ्गर वंश भेट्यो घरहरू पत्ता लाग्यो ए हस् ल धन्यवाद हस् ल ओके ल लाग्यो अब हामी उहाँ गएर कुरा गर्दैछौँ हाम्रो सिङ्गर वंश हुँदो रहेछ लु जो अब तपाईँ अगाडि गएर कुरा गर्नु पऱ्यो हामी त यसो दाजुभाइ खोज्दै आउँदैछौँ अनि यता हजुरको गाउँ यो ठाउँमा पनि छ हौ 2-4 घर 2-3 घर भन्ने कुरा हामीले फेसबुकमा कता कता जोडिएर कता कता आयौँ अब नयाँ मान्छे लु हजुर यहाँलाई नमस्कार लायो हजुरलाई तपाईँ अब सिङ्गर तामाङ हो कि ल गुड अब हामी पनि सिङ्गर तामाङ यसरी आएको हजुर अब 3 जना गरौँ ल ल हस् हजुर ल कोही बोल्दैनन् भाइ पनि अलिअलि बोल्छौँ त्यो वंशावली तयार गर्नुलाई आजभन्दा 10 वर्ष अगाडिदेखि कोसिस गरेको हामीले अनि अहिलेसम्म यो यता इन्डियाको यता धेरै यो मङ्पू यता सिक्किम कालिम्पोङतिर पनि खोजेको अमेरिकामा पनि म गएर दाजुभाइ खोजेको छु अनि काठमाडौँमा नेपालमा त धेरैवटा जिल्लामा 30-32 वटा जिल्लामा सिङ्गर तामाङ छ अनि आजभन्दा 2 वर्ष अगाडि यो फुवागढीमा आएको थिएँ म फुवागढीमा सिङ्गर रहेछ नि त हो त्यो मानबहादुर भन्ने दाइले लु नागरीमा पनि सिङ्गर छ भनेर उहाँले भन्नुभएको थियो अनि त्यति बेला यहाँ आउने अनुकूल परेन अनि लु त्यहाँ पनि छ अरे भनेर अन्धाधुन्द हो उसलाई भेट्ने कोसिस गरेको ऊ हामी ढिलो भएछ ऊ गएछ ड्युटीमा र अनि त्यहाँबाट चाहिँ सट्ट यता आएर अन्धाधुन्द कहाँ हामी नागरिक मोदी गाउँ दार्जिलिङ डिस्ट्रिक्टमा हामी देवान छिरिङ सिङ्गर बडाबाको घरमा आएर हामी बडाबासँग यता एकछिन घुम्दैछौँ अर्को बडाबाको घर हामी घुम्दैछौँ उहाँ हाम्रो बडाबाले यता हामीलाई गाइड गर्दै उता लाँदै हुनुहुन्छ यो चाहिँ दार्जिलिङ डिस्ट्रिक्टको नागरिक गाउँ होइन नागरिक मोदी गाउँ भन्ने ठाउँमा हामी हिँड्दैछौँ हाम्रो सिङ्गर वंशहरू यहाँ पनि निकै भेटियो एकदम खुसी लागेको छ हामीलाई यहाँको सिङ्गरहरूसँग हामी जोड्नु पाउँदा भेट गर्नु पाउँदा बोल्नु पाउँदा एकदम खुसी लागेको छ हाम्रो बडाबा साइनहरू पर्नुभएको छ र हाम्रो भाग्यवश चाहिँ अरू सिङ्गर भन्दा पनि उहाँ सिङ्गर चाहिँ हाम्रो एकदम भोजपुरको दिङ्लाबाट आउनु भन्ने कुराहरू बुझ्यो ए हस् ल
सन्तानहरू लिएर आएको छु हजुर सन्तानहरू लिएर आएको छु उहाँ यो हाम्रो सन्तान काठमाडौँ मर्ने बेला भइसक्यो बिदा हुने बेला भइसक्यो सन्तान लिएर त्यसो भएर त झन् साह्रो बेट्नु पर्ने भयो त के छ नि लै कुन कुन घर यो काइला दाजुको काइले दाजुको नाम के पो हो अनि उहाँ चाहिँ को मेरो जान के थरी उहाँ चाहिँ म चाहिँ राई राई के थरी राई खालिङ खालिङ राई ए तपाईँको बाबुआमा कहाँ हुनुहुन्थ्यो बाजे बजु कहाँ हुनुहुन्थ्यो प्रश्न नपर्यो ल खाथे त्यहाँ बसौँ न त बस बस बसौँ न त गफ गरौँ हजुर हाम्रो घर नेपाल उहाँको ताप्लेजुङ मेरो घर भोजपुर अनि हामी चाहिँ यो सिङ्गर वंश देशभरिमा कहाँ कहाँ छ सिङ्गर तामाङ कहाँ कहाँ छ कसरी बसेको छ के जब गरेको छ नानीको नाम के भन्नुभयो नानी हजुर के भन्नुभयो तपाईँ नाम मेरो नाम ओमसाङ तामाङ ओमसाङ सिङ्गर तामाङ ओमसाङ सिङ्गर तामाङ मात्रै भन्यो भने चाहिँ फेरि के थरी रहेछ भन्ने हुन्छ ओमसाङ सिङ्गर तामाङ भन्यो भने चाहिँ ठ्याक्कै सिङ्गर तामाङ रहेछ भन्ने बुझिन्छ है अनि यो तिनैवटा घर तपाईँहरूकै हो हजुर हाम्रै हो ल यता चाहिँ धेरै घर बनाउने चलन छ नि हेर म जसको पनि धेरै घर मात्रै देख्छु हाम्रोतिर चाहिँ एउटै मात्रै घर हुन्छ होइन यहाँ तपाईँहरूको चाहिँ धेरै घर हुँदो रहेछ ल हाम्रो यो सिङ्गर वंशहरू यसरी दार्जिलिङ डिस्ट्रिक्टको नागरिक मोदी गाउँमा पनि यस्तो राम्रो तरिकाले बस्नु भएको रहेछ एकदम खुसी लाग्यो यो ठाउँमा आएर अनि उहाँहरूको चाहिँ अझ पिता पुर्खा पनि हाम्रो भोजपुर दिङलामै भन्ने कुराहरू आयो हामी चाहिँ एउटै वंश रहेछौँ त्यही भएर धेरै खुसी लागेको छ हस् ल बढी किलोमिटर हजुर कति साल अरे तपाईँ कति सालको म तपाईँ र म एउटै पुस्ता हुन्छ अब तपाईँ कि भाइ कि म दाइ म त ठुलो हो नि होइन होला हो कति साल कति वर्ष पुग्नु म लगभग 50 पुगेँ ए तपाईँ दाइ नै हुँदो रहेछ जे होइन आफूहरूलाई घुमाउँदै ल्याएको यसो घुम्नलाई घुम्न उहाँ पनि तामाङै हो तामाङै हो नि। हामी नेपालबाट आएको होइन कसले भनेर चाहिँ होइन तर सिङ्गल सबै सबै हामी मन परेछ उहाँ तपाईँले मेरो मन परेछ कुन ठाउँ भन्नुहुन्छ काला खोला शिव खोला काबेली भन्छ त्यता चाहिँ मैया खोला मेवा खोला तमर खोला भन्छ खोलाको नाम भन्छ खोलाको नाम खोलाको नाम भन्छ ताप्लेजुङै भन्छ कि ताप्लेजुङबाट आएको नि त यहाँनिर प्राय प्राय त्यस्तै हो नि त त्यहाँबाट नै अब बाजे त बित्नु भइसकेको थिएँ हो क्लियर त्यो पारी देखिएको चाहिँ मिरिक डाँडा र त्यो मिरिक डाँडादेखि पल्लोपट्टि चाहिँ अन्तु डाँडा पनि देखिन्छ अरे श्रीअन्तु डाँडा यता अन्तु भन्दो रहेछ हामी उता श्रीअन्तु भन्छौँ देखिँदो रहेछ यो इन्डियाको गाउँ हाम्रो सिङ्गर बस्तीहरू हाम्रो दाजुभाइहरू धेरै छरेर बस्नु भएको रहेछ ल हाम्रो यो ए उहाँ अघि पनि देखेँ हाम्रो सिङ्गर दाजुभाइहरू यस्तो मजाले बस्नु भएको रहेछ यहाँ रिक्जेन एकदम खुसी लाग्यो हाम्रो सिङ्गर दाजुभाइ एकदम ल वेस्ट बङ्गाल दार्जिलिङ वेस्ट बङ्गालको नागरिक भन्ने गाउँ होइन भाइ आइपुग्यौँ होइन बोमजन हजुर मेरो छोरी चाहिँ बमजनसँग बिहा भएको ए तपाईँको नाति छोरीको छोरा ए बस्नु भित्र अघि तलदारी नानी चाहिँ कुन घरको देखियो अघि उसको त देखेन हजुर बुहारीको देख्यो लाग्यो के छ नि कल्पना तामाङ म माइतको चाहिँ लो हो कल्पना लो हो ल ठिक छ लु अब हेरियो त हेर्ने मात्रै आएको थाहा छ मलाई माइ उँभो सुरुङ्गमा चाहिँ कहाँबाट आएको हामी त धनकुटा धनकुटा हो त्यही धनकुटादेखि हो हाम्रो ए धनकुटा हो अनि त्यसरी आएको भतिजा त्यसरी आएको अनि दाइ तपाईँको को अरे कहाँ तल आगो आगो हो
从早我当时就小跑到那最让我跟手啊，我从谁到一起小跑，就给走这些。早早路一跑到这了，真都跟跟到你一路对跑，一路跟个车头对别车，一路那么不对，那么不对，那么那么那么伤害，那么不容易，我都给你说我心里不了。Tore nawa namne dodol mayum la sama salo jete no pamado na la salo jete no pamado na nam kula pare na so kam kan pala ni so kam pala लो बडीलाई पनि साह्रो दुःख भयो। कस्तो क्लियर छ नि हौ अलि भयो त्यसरी अझै हुँदैन। सर पनि जानु ल अब चाहिँ हामी यहाँबाट दार्जिलिङ म पनि बस्छु एकछिन। प्रशान्त सिंगर तामाङको घर निस्किन लागेछौँ। उहाँ पनि हाम्रै दाजुभाइ रहेछ। अनि बेलुका चाहिँ हामी मङ्पुमा पुष्कर सिंगर तामाङको घरमा गएर बास बस्ने आज योजना छ। हाम्रो बडाहरूको घरमा एकदम राम्रो भयो, खुसी लाग्यो। ल